आज चाहिँ हाम्रो जगलिङ च्यालेन्ज साजन दाई भर्सेस हाम्रो आर्यन भान्जा। ल भान्जा के भन्नु छ? दाईलाई जित्छौ कि जित्दैनौ? हेरौँ, प्रयास गर्नुपर्छ। ल कति मिनटसम्म जगलिङ गर्न सक्छौ? 10 मिनट। दाई कति मिनट तपाईँको? यसले जति मिनट गर्छ त्यो भन्दा 1 मिनट बेसी। ल ल अहिले मलाई जितिस भने तल आज पनि रेड बुल। रेड बुल। ल हिजो सकेन, ल आज। ल 1 2 3 गो। भएन भएन अलिकति फास्ट। एक मिनट भएको छ। ला 1 मिनटमा खुली। ल फेरि 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 अरे। ल ल फेरि फेरि। ल अझै पनि रेड बुल पाउने चान्स छ। ल फेरि एकचोटि। ल 3 पल्ट डिस्काउन्ट कुपन। ल भगवतीको प्लेयर भगवती फेरि एकचोटि दिनु हो। ल ल 2 मिनटमा 5 पल्ट हारिसक्यो। 2 मिनट पनि भएको छैन मजाले। ल स्याक भयो। ल ल ल आफ्नो रेकर्ड ब्रेक गर्नु दाइ। ठ्याक्क 2.5 मिनट भयो। ल 11:30 मिनट छ। 11 मिनट छ। ल 15 मिनट हान्नुहुन्छ दाइले। अब रेकर्ड आफ्नो रेकर्ड आफ्नो रेकर्ड आफै ब्रेक गर्न जानु भइरहेछ हाम्रो साजन दाई, हाम्रो विराटनगर सिटी एफसीको कोच प्लस प्लेयर। ल 3 मिनट। खड्कालाई कि परो गराउँदै गर्दा छ आर्यन एकछिन म सेट हान्दै थिएँ। 3 मिनट 3.5 मिनट। ल आफ्नो ब्रेक आफ्नो रेकर्ड ब्रेक आफै गर्न गइराख्नु भएको छ आफ्टर इन्जुरी। इन्जर्ड नहुँदाखेरि 12 मिनट गर्नुभएको थियो। अब आफ्टर इन्जुरी कम ब्याक गरेर हेरौँ कति गर्न सक्नुहुन्छ दाइले। 4 मिनट लगभग हुन आँटेको छ। भिडियो बनाउँदा बनाउँदा अल्छी लाग्यो। लाग्दैन दाइ लाग्दैन। 4 मिनट ठ्याक्कै भएको छ। ल अब अझै हेरौँ 7-8 मिनट सक्नुहुन्छ कि सक्नुहुँदैन। आफ्नो रेकर्ड ब्रेक आफै गर्न सक्नुहुन्छ कि हुँदैन। भिडियो बनाउँदा बनाउँदा हात दुख्छ तर बल चाहिँ झर्दैन रहेछ। वर्ल्ड रेकर्ड कति छ त जगलिङको उयो? 1 घन्टा 2 घन्टा होला। ए 2 घन्टा वर्ल्ड रेकर्ड ट्राई गर्नको लागि
कि आज वर्ल्ड रेकर्ड बन्छ त एकाडेमी रेकर्ड चाहिँ बन्छ बनिसक्यो एकाडेमी रेकर्ड बनिसक्यो 5 मिनट कसैले पनि हान्न सक्दैन एकाडेमीमा एकाडेमीभित्र भनेको यहाँ हामीहरूको ल अब विराटनगरभित्रको हेरौँ होइन त एउटा छ नि फुटसलको खतरा छ नि त्यसको फुटबल प्लेयर हुनु पर्यो क्या दा फ्रिस्टाइलर होइन क्या हुनु पर्छ खेलाडी मस्त खेलेको खेलाडी ल ल ल च्यालेन्ज ल विराटनगर गाइजहरू को हुनुहुन्छ 5 मिनट भइसक्यो दाइको रेकर्ड ब्रेक गर्न को सक्नुहुन्छ ट्विट गर्नु होला आफ्नो रेकर्ड आफै ब्रेक गर्न गइराख्नु भएको छ हाम्रो साजन दाई भिडियो गर्ने मान्छेको हात दुखिसक्यो तर दाइको खुट्टा धोएको छैन साढे 6 मिनट भएको छ यहाँ अब हेरौँ अझै 5 मिनट गर्न सक्नुहुन्छ कि सक्नु हुँदैन आइसको किप्परको ट्रेन चक्काउन्जेलसम्म दाइले सकाइसक्नुहुन्छ जस्तो लागिरहेछ मलाई 7 मिनट भएको छ यहाँ छैन त हात चाहिँ दुखिरहेछ आफ्नो रेकर्ड ब्रेक गरौँ न भइहाल्यो बन्द गरिदिँदा हुन्छ लगभग 8 मिनट हुन गइरहेको छ ल 8 मिनट पनि भएको छ ल अझै हेरौँ अब हाम्रो आफ्नो रेकर्ड दाइले आफ्नो रेकर्ड ब्रेक गर्न 5 मिनट अझै हान्नुपर्ने हुन्छ साढे 8 मिनट नौ मिनट भएको छ यहाँ अब हेरौँ कति हेर त 12 होइन कि 11:30 12 मिनट हान्नु भने चाहिँ आफ्नो रेकर्ड आफै ब्रेक गर्नु हुन्छ 10 मिनट लगभग हुन गएछ 9:30 मिनट भएको छ दस मिनट भएको छ
अब कति मिनट हान्नु पर्यो दाइले 2 मिनट अब दाइले हिँड्दै गलिसक्नुभयो पहिला जस्तो फिट हुनु दाइ भर्खर इन्जुरीबाट कमब्याक भइराख्नु भएको छ हाम्रो साजन दाइ पूर्व राष्ट्र खेलाडी हात दुखिसक्यो 10:30 ठ्याक्कै पकाउनेलाई हात दुख्छ भने गर्नेलाई कस्तो छ इन्नर सोच कति भइसक्यो होला 11:30 भन्नु भएन 11 हुन आँट्यो पछि वान लेगले गर्ने ट्राई गर्छु 12 मिनट पछाडि ल ट्राई गर्छु कति 12 मिनट पछि भन्न 11:30 के 11 भयो 11:10 आफ्नो रेकर्ड आफै ब्रेक हान्न गइराख्नु भएको छ लगभग ब्रेक भएको छ अब केही सेकेन्ड केही क्षणहरू मात्र बाँकी छ ल यहाँ आफ्नो रेकर्ड आफै ब्रेक गर्नुभएको छ दाइले एउटा खुट्टाबाट मात्र एउटा खुट्टा भाइ तिमी त 100 पल्ट दिँदा पनि यति सक्दैन होला अझै पनि झार्नु भयो मिनटै भयो 12 भयो ठ्याक्कै कन्ट्रोल छ अरे ठ्याप 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 छ होइन नेसनल प्लेयर हो नि त भाइ क्याम्पसम्म त म पनि परेको थिएँ क्याम्पसम्म परेर के गर्नु उता दाइ अरे